लास्ट फ्याफुला एन्ड नमस्ते साथीहरू, वेलकम टु माई एनोदर डे अफ मिनी ब्लग। अनि आज चाहिँ मेरो क्लास भाइकिङ्समा थियो। अनि क्लास सकिसकेपछि म्यामसँग अनि दिदीहरूसँग हल्का गफ दिँदै, मेरो कामै गफ हान्ने है क्लास सकिसकेपछि, नभए त दिनै खराब हुन्छ अरे क्या। अनि यो चाहिँ म। अनि त्यसपछि घर आएँ, घर आएर खानासाना खाएर रेस्ट गरेर 5 बजीतिर बौद्ध गयो हामी। खासमा बहिनीलाई भेट्ने, छोरीलाई भेट्न जाने प्लान थियो, तर बाटोमा जाँदा आधी बाटोमा माइन्ड चेन्ज भएर बौद्धतिर गयो। अनि बौद्ध गइसकेपछि के भन्छ नि, के अरे कोरा नलगाउने चान्स त छैन। अनि यसो कोरा लगायो। कतिजना मान्छेहरू हुनुहुन्थ्यो है, आज पनि टन्नै मान्छे हुनुहुन्थ्यो। हुन त हिजो लास्ट डे हो अरे साका दावाको, तर आज पनि मान्छेहरू टन्नै हुनुहुन्थ्यो है। अनि त्यसपछि हामी के भन्छ नि, लाफिङ अनि खेर किमा नुडल्स खान गयो, तर खासै टेस्टी चाहिँ लागेन है। म एकचोटि गएको ठाउँ चाहिँ फेरि दोहोऱ्याएर जान सक्दिनँ, किनभने मलाई त्यो ठाउँ याद नै हुँदैन, बाटो पनि याद हुँदैन। त्यही भएर ठाउँ चेन्ज भइरहेको छ बौद्ध जाँदा चाहिँ किमा नुडल्स खाने ठाउँ। त्यसपछि हामी घरतिर आयो, तर घर जानुभन्दा अगाडि चाहिँ म 99 छिरेँ, किनभने मैले यो गमला कति खोजिरहेको थिएँ, पाएन नि। आज चाहिँ यो गमला, नेल कटर अनि टिस्यु लिनको लागि मेरो घर छेउको 99 गएँ। अनि म प्रेसर चेक गर्न गएँ, प्रेसर चाहिँ एकदमै डाउन छ मेरो। थ्याङ्क यू सो मच साथीहरू, यहाँसम्म मेरो मिनी ब्लग हेरिदिनु भएकोमा। सी यु इन माई नेक्स्ट ब्लग। बाई बाई, टेक केयर एन्ड लभ यु।